गेमर दाइ घर फ्री फायर खेल्नुहुन्छ। ऊ नेपालको सबभन्दा ठुलो युट्युबर हुनुहुन्छ। टोन्डे दाइ पनि अस्ति आएर जानुभएको थियो, भेट्नुभएको थियो। लाइफमा हामी केही कुराको पनि कोसिस नै गर्दैनौँ क्या। कोसिस गर्नुभन्दा अगाडि नै हामी सोध्छौँ क्या। सबैलाई वेलकम छ हाम्रो यो युट्युब च्यानलमा। हामीले चाहिँ युट्युबमा धेरैसम्म भिडियो अपलोड गरेको छैनौँ, अनि आज चाहिँ भिडियो अपलोड गर्ने सोचेको छौँ। अनि म चाहिँ रुममा छु, भर्खर नुहाएको छु साथीहरू, भर्खर नुहाएर आएको छु, माइन्ड फ्रेस गर्न छु। अनि देख्न सक्नुहुन्छ, अनि हाम्रो नास्ता भनेको यही हो, यस्तो मोटो हुने, फ्याट बढाउने। घरदेखि अब भाइको कोठातिर जान लाग्छु। भाइ के हेरेको छ हेरमा, यो हेर्नुहोस्, म यसकै युट्युब च्यानलमा मान्छे सुतिरहेछ। देखाइदिन्छु नि, म बत्ती खोलेर देखाइदिन्छु। ल लाइन गएको छ, यस्तो सुते यो मान्छे यस्तै छ। 8 बजे उठ्छ। अनि सबैको के छ। अनि यो चाहिँ भाइको कोठा हो, त्यो चाहिँ पूजा म गर्छु। यो बजे बिरामी हुनुहुन्छ है, मेरो बजे बिरामी हुनुहुन्छ। सर्जु दाईको घर हो, टोन्डे गेमर दाई घर फ्री फायर खेल्नुहुन्छ। ऊ नेपालको सबभन्दा ठुलो युट्युबर हुनुहुन्छ। यहीँ बस्नुभएको थियो, यही घर लाएर अहिले काठमाडौँ सर्नु भएको छ दाई। अनि सबै ठिक छ। टोन्डे दाई पनि अस्ति आएर जानुभएको थियो, भेट्नुभएको थियो। अनि अरू के छ गाइस, सब ठिक। लाइफमा हामी केही कुराको पनि कोसिस नै गर्दैनौँ क्या। कोसिस गर्नुभन्दा अगाडि नै हामी सोध्छौँ क्या। यो कुरा गरिसकेपछि हामी पहिले नै हार खान्छौँ है, हामी यो कुरामा पास हुन नै सक्दैनौँ भन्ने सोचिहाल्छौँ क्या। अनि त्यो कुरा गरे पो थाहा हुन्छ। अब त्यो कुरै गर्दैनौँ पहिले, त्यसमै हातै हाल्दैनौँ, अनि हामी हार पहिले मानिहाल्छौँ क्या। जीवनको सबभन्दा ठुलो कुरा साँचो यही नै हो क्या। भन्दा पनि अघिको भन्दा पनि माथि हाल्छ। अघि हिमालदेखि चाहिँ यस्तो देखिन्छ। गाइस हेर्न सक्नुहुन्छ, यस्तै छ भ्यू। अनि यो चाहिँ टोन्डे दाईको घर है, मैले अघि नै भनिसकेको छु।